अलिकति मेरो स्पिच हाल्नु भयो कि सुनिदिनु होला ल अहिले एकदम अलिकति साथीहरूलाई देख्दा रुनु मन लागिहाल्छ यता हेरौँ कि यता हेर्नुहुन्छ सो मैले चाहिँ शारदा एकाडेमीमा आएर चाहिँ म धेरै गर्व फिल गर्छु अब साथीहरूलाई हेऱ्यौँ भने मलाई आँखाबाट आँसु आइसक्यो सरहरूको पनि मलाई धेरै याद आउँछ पिट्यो पनि मलाई केही लाग्दैन अनि मलाई लाग्छ अहिले म यसरी बोल्नु नै मेरो लागि ठुलो कुरा हो किनकि म बोल्दाखेरि मेरो हात जहिले काप्छ यति मान्छेको अगाडि तर मैले अहिले बोल्नै पनि देखेको छुइनँ किनकि मेरो भिजन कम छ नि त तपाईँहरू मलाई कसरी हेऱ्यो नि मलाई केही लाग्दैन किनकि अहिले पछि गएर लाज लाग्छ यस्तो कुरा चाहिँ म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अबको क्लास 9 मा चाहिँ क्लास 10 मा पुग्दाखेरि पढ्नु चाहिँ पर्छ है फेरि पढ्नु चाहिँ पर्छ नै पर्छ अनि त्यसपछि फेरि पढेर मात्र पनि हुँदैन नि फेरि रमाइलो गर्ने साथी चाहिन्छ मेरो यहाँ रोजी मानसी मेरी साथ सिमरन निसो समीक्षा समीक्षा सोनी मिलाकी रितु उनीहरूले चाहिँ मेरो लागि धेरै स्पेसल बनाइदियो मैले गरेको गल्तीको लागि माफ गरिदियो मलाई अहिले उनीहरूले गर्दा म अहिले यतिसम्म बोलिरहेको छु मैले के प्रिपेयर गरेको थिएँ मैले के भन्दैछु मलाई नै थाहा छैन मलाई मोहन सरको पनि धेरै याद आउँछ मोहन सरलाई गर्व लागिरहेको होला म अहिले यति बोलिरहेको छु भनेर किनकि म पहिले त भागिहाल्थेँ स्टेजबाट जगदीश सरले पढ भने पनि म पढ्दिनँ थिएँ अब चाहिँ पढ्छु सन्डेबाट पक्का पढ्छु अब चाहिँ यो कहिले हो आज स्याटरडे होइन हो सन्डेबाट चाहिँ म पक्का पढ्छु तर एक चुप्प हल्लिदिनँ म गगन सर 6 बजे आउँछु पछि ठ्याक्क 6 बजे अनि के अरे स्टाफ रुममा बसेर हामी एकदम मेहनतले पढ्थ्यौँ साथीहरूले मलाई एकदम माया गर्छ अब म रुँदा उनीहरूले पो पीडा हुन्छ तर म अहिले रुँदिनँ साथीहरूले यसरी नहेर मैले यताबाट नि देख्छु अनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ होइन अबको क्लास 10 अब चाहिँ म सल्लाह दिन्छु है अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा चाहिँ राम्रोसँग पढ्नुपर्छ बुस्टअपको एक्जाम चाहिँ मेरो लागि एकदम बेस्ट एक्जाम हो किनकि त्यहाँबाट त म साथीलाई बाहिर कुर्दै बस्छु सबैजना ढिला आउँथ्यो म मात्रै टाइममा बाहिर निस्केर 1 घन्टा जति कुर्थेँ अनि बल्ल एक्जाम दिन जान्थेँ एकचोटि त म एक्जाम दिँदाखेरि चाहिँ म आफ्नो क्लास चाहिँ बिर्सेर चिप्लेर लडेको थिएँ क्लासको लागि किनभने मैले त्यस्तो केही मानिनँ अनि त्यसपछि अब आउँछ उसको पालि भन्दाखेरि अब चाहिँ म गगन सरको भन्छु त पहिला गगन सर चाहिँ एकदम मलाई म कति बजी आउँथेँ भन्दाखेरि म 6-5 बाट घर हिँड्थेँ अनि कोचिङ आउँदा ढिला हुन्छ जहिले पिट्नुहुन्छ त्यही पनि मलाई नराम्रो केही लाग्दैन अनि पौडेल सर चाहिँ आज आउनु भएन छ पौडेल सरलाई पनि धेरै सम्झना छ मेरोबाट झबिस सरलाई नि धेरै